नेपाल पाथिभरा माताको दर्शन गर्नको निम्ति जाँदाखेरि यो ताप्लेजुङ भएर ताप्लेजुङ बजारदेखि हामी यो उकालो बाटो लाग्छौँ र यहाँदेखि सबैको गाडी प्राइभेट गाडीहरू नजाने हुँदा यहाँदेखि हामीले यहीँको गाडी फोर व्हिलर गाडीलाई हामीले लिनुपर्ने हुँदो रहेछ। त्यहाँदेखि यो कतिवटा बाटोहरू यस्तै छ, अप्ठ्यारो बाटो कति राम्रो बाटोहरू पनि छ। यसरी हुँदै हामी सानो फेरी या ठुलो फेरीमा बिहान 2 बजे 2:30 बजे 3 बजे 4 बजे हिँड्नु सक्नेहरू जति साह्रो हिँड्नु सक्छ त्यो त्यति ढिलो गरेर हिँड्ने गर्दो रहेछ। यसरी हुँदै जाँदाखेरि जब पाथिभरामा हामी माथि नै पुग्छौँ, पाथिभरामै पुग्छौँ, तब त्यहाँदेखि यो नजाराहरू हामीले देख्छौँ। अति नै सुन्दर नजाराहरूको हामीले यहाँदेखि देख्न सक्छौँ र यो चाहिँ एकदमै छिटो पुग्यो भने मात्र यो देख्न पाउने रहेछ। कुनै कुनै सिजनमा सायद राम्रै पनि हुन्छ होला। यो सिजनमा भने एकछिनबाट यो बन्द भइहाल्ने, अहिले चाहिँ अब एकदमै राम्रो देखिरहेको छ र एकछिनबाट फेरि यहाँ फगी लागेर बादल लागेर सबै ढाकिहाल्छ। त्यही कारणले गर्दा मानिसहरू जतिसक्दो छिटो र यसरी पाथिभरा माता यसरी दर्शन हुन्छ। यसरी उहाँलाई यसरी यहाँनिर प्रतिमाको रूपमा यहाँ राखिएको छ र अलिक तल्लोपट्टि भने उहाँ माता आमा प्रकट हुनुभएको जग्गा अरे पनि यहाँ तल्लोपट्टि छ अरे भनेर भन्छ र जानु पनि गाह्रो पर्ने अवस्था, जो कतै मानिसहरू जानु नसक्ने रहेछ र यसरी चाहिँ होइन दर्शन हुन्छ सुन्दर ढङ्गमा। यसरी यो भनेको अब धेरै माथि पहाडमा हिँडेर धेरै कष्ट गरेर माथि पुग्छौँ र यसरी चाहिँ फेरि यहाँदेखि फर्केर आउँदाखेरि केही नजाराहरू मिठो राम्रो नजाराहरू हामी यहाँदेखि देख्नु पाइरहेको नै हुन्छौँ। र उता देख्दै गरेको भने फेरि हामी सानो फेरि फेरि स्थानतिर हामी लाग्छौँ र तपाईँहरूलाई पनि जाने इच्छा छ भने जानुभयो भने एकदमै यो बाटोमा हिँड्दाखेरिको धेरै टाढोको नजाराहरू एकदमै राम्रो नजाराहरू पनि हामीले देख्न पाउँछौँ।